हेलो सेवान्ने म श्वेता राई। आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ विदाउट स्टिमर चाहिँ मोमो कसरी बनाउनुपर्छ भनेर चाहिँ म तपाईँहरूलाई यो भिडियोमा देखाउने छु। आज चाहिँ हामीले भेज मोमो बनाउनु आँटेको। यो चाहिँ न्युटेला अन्तखेरि यहाँनिर चाहिँ प्याज अन्त गोबी मिसाएर चाहिँ हामीले मोमो बनाउनु आँटेको है। अन्तखेरि तपाईँले सबैभन्दा पहिला चाहिँ मोमो बनाउनुभन्दा अगाडि चाहिँ एउटा डेक्चीमा सुपको लागि चाहिँ कति पानी नापेर हालेर यो एलुमिनियम फोइल लिएर चाहिँ तपाईँले डेक्चीको मुखलाई चाहिँ एकदम मजाले कभर गर्नुपर्छ। जस्तै मैले भिडियोमा गर्दैछु तपाईँहरूले त्यसरी नै कभर गर्नुहोस् होला। र यहाँनिर चाहिँ खालि एउटा मात्रै नभएर 2 लेयर्स गरेर लगाउनुहोस्, किनभने सिङ्गल लेयर्समा तपाईँले बनाउनु भयो भने चाहिँ तपाईँको मोमो चाहिँ फेरि पानीमा नै डुब्ने सम्भावना हुन्छ। त्यही भएर चाहिँ डबल बनाउनुहोस्। र त्यसपछि चाहिँ तपाईँले एउटा काँटा लिएर सानो काँटा लिएर यसलाई वरिपरि मजाले छेद बनाउनुहोस् एकदम मजाले, ताकि स्टिमरमा जुन चाहिँ छेद हुन्छ त्यस्तै प्रकारले यहाँनिर पनि बनाउनुपर्छ। स्टिमरको जस्तै मजाले छेद बनाउनुहोस्। अन्तखेरि त्यसपछि चाहिँ तपाईँले यहाँनिर तेल लगाउनुपर्छ। जस्तै कि तपाईँले बनाउनुहुन्छ स्टिमरमा जसरी तेल लगाउनुहुन्छ त्यसरी नै कि मोमो नटालोस् भनेर। अनि यहाँनिर चाहिँ हाम्रो मोमो रेडी भइसकेको छ। किमा र मोमो यहाँनिर बनाउँदैछौँ हामीले। यो मोमो रेडी भइसकेर चाहिँ तपाईँहरूले अब यसलाई चाहिँ त्यो स्टिमरमा लगेर राख्नुपर्छ। यहाँनिर हेर्नुहोस्, जसरी तपाईँहरूले जो स्टिमरमा मक्खी सजाएर राख्नुहुन्छ त्यसरी नै यहाँनिर मैले पनि सजाएर राख्दैछु। अनि यो भइसकेर चाहिँ हाम्रो मोमो रेडी भइसकेको छ। अब खानुतर्फ लागेर थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। थ्याङ्क यू।